फर्स्ट टाइम 1000 रुपैयाँ दिँदाखेरि चाहिँ म शान्तिनगरमा काम गरेको थिएँ। त्यहाँदेखि घरसम्म मेरो खोल्टीबाट हात चाहिँ निस्केको थिएन। नमस्ते, मेरो नाम विजय प्रकाश सवाल हो। म भक्तपुर वंशगोपालमा बस्छु र हाल म सजिलो सेवामा चाहिँ एज अ प्रोजेक्ट सुपरभाइजरको रूपमा चाहिँ आबद्ध छु। मेरो बुबाको नाम चाहिँ मोहन प्रसाद सवाल हो। उहाँ चाहिँ डकर्मी काम गर्नुहुन्छ र अलिकति इकोनोमिकल अवस्था कमजोर भएकोले चाहिँ राम्रो एजुकेसन पाउन सकिएन र आफ्नै मेहनतले ह्युम्यानिटिजमा चाहिँ ब्याचलर पास गरेको छु। पेसागत रूपमा चाहिँ डकर्मी भएकोले चाहिँ त्यो इन्जिनियरिङ फिल्ड भएको चाहिँ एट्र्याक्ट गरिरहेको थियौँ। अनि जब पढ्दै गएँ, जब 10 कक्षा पुग्यो, गभर्मेन्ट स्कुलमा त्यो एडमिट गर्नलाई पनि पैसा थिएन कि। त्यसपछि अङ्कलले काममा लिएर जानुभयो। फर्स्ट मेरो काम भनेको बालुवा चाल्ने। त्यो बेलामा पढेँ, मेरो 110 हो कि 100 रुपियाँ आउँथ्यो। म मिस्त्री काम गरिरहेको ठाउँमा प्लम्बर आउनुभयो। उहाँले चाहिँ आधा घन्टामा 10,000 जति कमाएर जानुभयो। त्यो देखेर प्लम्बिङ काम गरौँ अथवा यसमा पैसाको चाहिँ अपर्च्युनिटी अथवा कमाउन सकिन्छ भन्ने भान भयो। र करियर ग्रोथको लागि चाहिँ पढाइ चाहिन्छ है। पढाइ चाहिँ नि सेकेन्डरी हो, कामकै प्रायोरिटी हो। अनि साइन्टिफिक टेक्निकल स्कुलमा त्यहाँ ट्रेनिङ लिँदाखेरि चाहिँ नि कस्तो अपर्च्युनिटी आयो भने चाहिँ कोही बाहिर जाने इच्छुक छ भने चाहिँ म्यानेज गरिदिने रहेछ। बाहिर जाँदाखेरि चाहिँ मैले चाहिँ 1000 रियालमा गएको थिएँ। म 27 महिना बसेँ। जुन इन्सिडेन्टले म प्लम्बिङ सिकेँ, बिग पिक्चरमा जानुपर्छ भन्ने सोचले गर्दा पनि सजिलोमा जोइन भएको थिएँ। एउटा लर्निङ नेचर भएकोले चाहिँ अहिले पनि चाहिँ एउटा बााउन्ड्रीमा चाहिँ राखिएन। अहिलेको कन्टेक्समा हेर्दाखेरि चाहिँ धेरै कुराहरू मैले अचिभ गरिसकेको छु। किनकि सानो बेलामा जुन मैले इन्जिनियर बन्ने मेरो सपना थियो, अहिले गएर चाहिँ सजिलोको मार्फत कुनै ठाउँमा चाहिँ जाँदाखेरि चाहिँ इन्जिनियरै भनेर चाहिँ सोच्छ कि करियर डेभलपको लागि चाहिँ म अझै पनि सिकिरहेको छु। र हिजोको टाइम पिरियडले जुन मैले मेहनत गरेँ, मैले आज यो ठाउँमा पायो र आज फेरि सिक्दैछु र भोलिको टाइममा योभन्दा पनि डबल होला। एउटा इकोनोमिकली चाहिँ जुन ट्राभल गराउँदै जाने मेरो प्लान छ, त्यो हिसाबले चाहिँ सजिलोले चाहिँ धेरै चाहिँ सहयोग गरिरहेको छु। सजिलो सेवाबाट चाहिँ अब फाइनेन्सियली चाहिँ आवश्यक परेको बेलामा चाहिँ हेल्प चाहिँ पाइरहेको छु। अहिले मैले चाहिँ इन्टेरियर डिजाइनिङको डिप्लोमा गर्दैछु। श्रमिक दिवसको चाहिँ सबैलाई चाहिँ शुभकामना। सर्वप्रथम काम गरिरहँदाखेरि चाहिँ आफ्नो चाहिँ सुरक्षा, आफ्नो चाहिँ मनी माइन्डेडलाई लिएर साथसाथ सिक्ने कुरालाई चाहिँ सधैँ चाहिँ प्रायोरिटीमा चाहिँ राखेर चाहिँ काम गर्दै गयो भने चाहिँ अगाडि बढ्नुलाई चाहिँ धेरै मद्दत गर्छ। जस्तै एउटा सानो भरियाले नै भारी मात्र बोक्ने मात्रै काम गर्यो भने चाहिँ त्यो भरिया नै भन्छ। उसले टाइम एन्ड अगेन बिस्तारै टेक्नोलोजीलाई साथ दिने अथवा एउटा मोबाइल मात्र लिँदा पनि उसले चाहिँ कम्युनिकेसन च्यानल बढाएर चाहिँ मान्छे थपेर बिस्तारै ग्रो गर्न सकिन्छ। काम उही नै हो, तर आफूलाई चाहिँ लर्न गरेर चाहिँ कसरी अगाडि बढ्ने भन्ने कुरा चाहिँ त्यो लर्निङ चाहिँ सिक्नुपर्छ।